गर्भदक समुद्र, कछुवा, शेषनाग, शेषनारायण, पाताल, रसातल, महातल, तलातल, सुतल, वितल, अतल, भूरलोक, भूवरलोक, स्वर्गलोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक, अष्टावरण, बेष्टि ज्योति स्वरूप, गायत्री, मोहतत्व, इच्छाशक्ति, आदि नारायण, महाशून्य, अव्याकृत ब्रह्म, सबलिक ब्रह्म, केवल ब्रह्म, सस्वरूप ब्रह्म, अक्षरधाम अनि परमधाम। परमधाममा हामी जमुनाजीमा उभिएका छौँ। जमुनाजीको लम्बाइ 18,000 मन्दिर छ भने चौडाइ 500 मन्दिरको छ। जमुनाजीमा हामी कम्मरभरसम्मको पानीमा उभिएका छौँ। यहाँबाट बिस्तारै भिजेको 3 सिडी उक्लेपछि अर्को सुक्खा 3 सिडी उक्लनु पर्दछ अनि हामी जलदिस्की रोसमा पुग्दछौँ, जसलाई जमुनाजीको तट पनि भनिन्छ। यसको चौडाइ 250 मन्दिरको छ। यसलाई पार गरिसकेपछि फेरि अब हामी 3 सिडी उक्लनु पर्दछ अनि हामी पालमा पुग्दछौँ। पाल भनेको नदीको किनारमा उठेको भाग हो। यसको चौडाइ पनि 250 मन्दिरको छ। यसलाई पार गरिसकेपछि फेरि अब हामी 3 सिडी झर्नु पर्दछ अनि हामी पालकी रोसमा पुग्दछौँ। पालकी रोसको चौडाइ पनि 250 मन्दिरको छ। यहाँ यसलाई पार गरिसकेपछि फेरि अब हामी 3 सिडी झर्नु पर्दछ अनि हामी बन्दिसकी रोसमा पुग्दछौँ, जसलाई हाइवे पनि भनिन्छ। बन्दिसकी रोसको चौडाइ भने 500 मन्दिरको छ, जुन पोखराजीबाट सुरु भएर हौज कौशर तलाबसम्म पुगेको छ। बन्दिसकी रोसबाट हामीले सिधा अगाडि हेर्दाखेरि 7 घाट देख्दछौँ। उत्तरबाट दक्षिणतर्फ जाँदा केल, लिवै, अनार, अमृत, जाम्बु, नारङ्गी, बट गरेर 7 घाट देख्दछौँ। बन्दिसकी रोसबाट अमृत घाटको बीच हुँदै 1834 मन्दिर पार गरिसकेपछि पहिलो चोक चाँदनी चोकमा पुग्दछौँ। चाँदनी चोकको लम्बाइ चौडाइ 166 मन्दिरको सम्म चौरस छ। यसको दक्षिण, पूर्व र उत्तर दिशातर्फ अमृत घाट छ भने पश्चिम दिशातर्फ रङ्गमहलको चबुतराको दिवाल छ। चाँदनी चोकको मध्य भागमा 2 चबुतरा छ। प्रत्येक चबुतराको लम्बाइ चौडाइ 33 मन्दिरको छ। चबुतरादेखि उत्तर र दक्षिण दिशातर्फ 33 मन्दिरको जग्गा खाली छ भने पूर्व र पश्चिम दिशातर्फ 66.5 मन्दिरको जग्गा खाली छ। त्यो खाली जग्गामा बालुवा छ। 2 चबुतराको बीचको दूरी भने 34 मन्दिरको छ। चबुतराको उचाइ कम्मरभर अथवा 3 सिडीको छ। चबुतराको चारैतिर 3-3 सिडी लागेको छ। चबुतराको किनारमा भने कठेडा लागेको छ। सिडीको भागमा भने कठेडा लागेको छैन। चबुतराको मध्य भागमा 2 वृक्ष छन्। वृक्षको उचाइ 2 भुम, तेस्रो चाँदनीको छ। दक्षिण दिशातर्फ हरियो वृक्ष छ भने उत्तर दिशातर्फ रातो वृक्ष छ। चाँदनी चोकको पश्चिम दिशामा रङ्गमहलको चबुतरासँगै जोडेर सिडी लागेको छ। सिडीले चाँदनी चोकको 6 मन्दिरको जग्गालाई ओगटेको छ। सिडी 4 मन्दिरको चौडाइबाट सुरु भएर 2 मन्दिरको चौडाइमा पुरा भएको छ। भोम भएको सिडीमा जम्मा 100 सिडी, 80 पगथी र 20 चाँदा छन्। सिडी चढेर चबुतराको किनारमा पुगेर हामीले अगाडि हेर्दाखेरि 2 मन्दिरको लम्बाइ चौडाइको चोक देख्दछौँ। यो चोकबाट दायाँ बायाँ नजरलाई फिराएर हेर्दाखेरि एक चबुतरा देखिन्छ। यो चबुतरा 1 सिडी उचा छ। यो चबुतराको लम्बाइ 2 मन्दिरको छ भने चौडाइ 1 मन्दिरको छ। दुवै चबुतरामा थम्म लागेका छन्। कुल 20 थम्म र 22 मेहराब छन्। 20 थम्मको हिसाब यस प्रकार छ: 4 थम्म हिराको, 4 थम्म माडीको, 4 थम्म निलबीको, 4 थम्म पुखराजको र 4 थम्म 5 गरेर 20 थम्म लागेका छन्। अब 2x2 को चोकबाट अब हामीले सिधा अगाडि हेर्दाखेरि मूल दरवाजा देख्दछौँ। यो मूल दरवाजाको उचाइ 2 भुमको छ। दरवाजाको मेहराबले तेस्रो भुमको भुइँलाई छोएको छ। दरवाजाको चौडाइ भने 2 मन्दिरको छ। दरवाजाको चौखट सेन्दुरिया रङको छ भने किवाड दर्पण रङको छ अनि किनारा हरित रङको छ। यो दरवाजा प्रेमले मात्र खुल्दछ। हृदयमा प्रेम ल्याएर अगाडि उभिने हो भने यो दरवाजा अब आफै खुल्दछ। मेरे मिठे बोले साथ जी, हुआ तुम्हारा काम, प्रेमै में मगन होइयो, खुल्या दरवाजा धाम, प्रेम खोल देबे सब द्वार। अब दरवाजा खोलेर भित्र पस्दाखेरि अब हामी दरवाजाको मन्दिरमा पुग्दछौँ। यसको लम्बाइ 2 मन्दिरको छ अनि चौडाइ 1 मन्दिरको छ।
छ। अब यसलाई पार गरिसकेपछि एक मन्दिरको दूरी हिँडिसकेपछि अब हामी भित्री दरवाजामा पुग्दछौँ। यो भित्री दरवाजा बाहिरीको मूल दरवाजाको आधी छ, यानि कि यसको लम्बाइ चौडाइ एक मन्दिरको छ। यो भित्री दरवाजालाई पार गरिसकेपछि अब हामीले एक मन्दिरको दूरीमा 28 थम्मको चोकलाई देख्दछौँ। पहिलो गल्ली एक मन्दिरको दूरी हिँडिसकेपछि हामी 28 थम्मको चोकमा पुग्दछौँ। 28 थम्मको चोकमा पुगेर दायाँ बायाँ नजरलाई फिराएर हेर्दाखेरि 6000 मन्दिरको बाहिरी हार, 2 हार थम्म र 3 गल्ली अनि 6000 मन्दिरको भित्री हारको शोभाको दर्शन गर्न सक्दछौँ। अनि 2 हार थम्म र 3 गल्ली अनि चौरस हवेलीको प्रथम फिरुवाको दर्शन गर्न सक्दछौँ। अब 28 थम्मको चोकमा बसेर 28 थम्मको चोकको भित्रबाट नाप लिने हो भने 10 मन्दिर लम्बाइ र 5 मन्दिरको चौडाइ छ। बाहिर परिक्रमा गर्ने ठाउँसम्म जोडेर 12 मन्दिरको लम्बाइ र 7 मन्दिरको चौडाइ छ। प्यारे सुन्दर साथी, अब हामीले 28 थम्मको चोकबाट एक मन्दिरको दूरी हिँडिसकेपछि पहिलो चौरस हवेलीको फिरावामा पुग्दछौँ। पहिलो चौरस हवेलीको फिरावाको प्रथम चौरस हवेली नै रसई चोक हो। यसको लम्बाइ चौडाइ 23 मन्दिरको छ। यसको बाहिरपट्टि थम्मको हार छ। एक दिशामा 25 थम्म छन् भने 4 दिशामा 100 थम्महरू भए। रसई चोकको पूर्व दिशामा 10 मन्दिरको स्थानमा देहलान आएको छ। यो देहलान मध्यको दरवाजादेखिको दायाँ बायाँको 5-5 मन्दिरको स्थानमा आएको छ। यो दक्षिण दिशाको मध्यको दरवाजादेखि पश्चिमपट्टि पर्दछ। पूर्वको देहलान भन्दा उत्तर दक्षिणको देहलान केही फरक किसिमको छ। पूर्वको देहलानमा बाहिरी दिवाल, भित्री दिवाल, सन्धि दिवाल केही पनि छैन भने उत्तर दक्षिणको देहलानमा बाहिरी दिवाल यथावत छ। पश्चिम दिशामा देहलान छैन। उत्तर दिशामा भएको देहलान दक्षिणको जत्रै छ। मन्दिरको हारभित्र थम्मको दोस्रो हार छ। एक दिशामा 19 थम्म छन् भने 4 दिशामा 76 थम्म भए। त्यसभित्र कम्मरभर उचा चबुतरा छ। चबुतराको चारै दिशामा 3-3 सिँढी लागेको छ। चबुतराको किनारमा थम्मको तेस्रो हार छ। एक दिशामा 17 थम्म छन् भने 4 दिशामा 68 थम्महरू भए। चबुतरामा गलैँचा बिछिएको छ। मध्यमा सिंहासन छ। वरिपरि कुर्सीहरू राखिएको छ। माथि चन्दुवा छ। इशान कोटको कुनाको मन्दिरलाई छोडेर पश्चिमपट्टि जाँदा दोस्रो मन्दिर श्याम रङको छ। तेस्रो मन्दिरमा सिँढी छ। चौथो मन्दिर श्वेत मन्दिरमा बसेर रसोई ग्रहण गरिन्छ। अब प्रथम चौरस हवेलीको फिरुवाको प्रथम चौरस हवेली नै रसई चोक हो भने यहाँबाट अरू 3 चौरस हवेलीलाई पार गरेपछि आउने प्रथम गोल हवेली नै मूल मिलावा हो। मूल मिलावाको लम्बाइ चौडाइ सभा 21 मन्दिरको रहेको छ। यसको गिर्द 64 मन्दिरको रहेको छ। यसको बाहिरपट्टि 64 थम्मको हार छ। थम्मको हारभित्र 64 मन्दिरको हार छ। 4 दिशामा 4 द्वार रहेको छ। अनि मन्दिरको हारभित्र 64 थम्मको दोस्रो हार छ। त्यसभित्र कम्मरभर उचा चबुतरा छ। चबुतराको किनारमा 64 थम्मको तेस्रो हार छ। चबुतरामा नरम गलैँचा बिछिएको छ। गलैँचाको मोटाइ सभा हातको रहेको छ भने हामी सखीहरू बस्दाखेरि 1 हात दब्दछ। गलैँचामा 4 डोरी रहेको छ। बाहिरबाट क्रमशः भित्र जाँदा श्याम, श्वेत, हरित र जरत रङ आउँदछ। श्याम रङको डोरीमा हामी 6000 सखीहरू बसेका छौँ। श्वेत रङको डोरीमा हामी 4000 सखीहरू बसेका छौँ। हरित रङको डोरीमा हामी 2000 सखीहरू बसेका छौँ भने जरत रङको डोरीमा कञ्चन रङको सिंहासन छ। सिंहासनमा राज्य श्यामाजी विराजमान हुनुहुन्छ। अब राज्य श्यामाजीको यहाँ दर्शन गरेर अब हामी फेरि दोस्रो भूममा प्रवेश गरौँ। प्रथम भूमको 28 थम्मको चोकदेखि सिधा अगाडिको प्रथम चौरस हवेलीको इशान कोटको कुनाको मन्दिरलाई छोडेर पश्चिमपट्टि जाँदा तेस्रो मन्दिरमा सिँढी छ। यही सिँढीबाट अब हामी दोस्रो भूममा प्रवेश गरौँ। प्यारे सुन्दर साहजी, दोस्रो भूममा भुलभुलाउनी पर्दछ। दोस्रो भूमको उत्तर दिशापट्टि भुलभुलाउनी अवस्थित छ। उत्तर दिशाको पनि इशान कोणतिरको 4 हारे चौरस हवेलीको स्थानमा भुलभुलाउनी पर्दछ। यसको लम्बाइ चौडाइ 110 मन्दिरको छ, जसमा कुल 12100 मन्दिर छ। मध्यमा 100 मन्दिरको क्षेत्रमा चोक छ। त्यसैले भुलभुलाउनीमा मन्दिरको संख्या 12000 छ। प्रत्येक मन्दिरको चारै दिशामा दरवाजा रहेको छ। भुलभुलाउनी स्वच्छ हिराले बनेको छ। यहाँ आफ्नै प्रतिबिम्बसँग भुलिन्छ। मध्यमा 100 मन्दिरको चोकमा चबुतरा आएको छ। यो चबुतरा 1 सिँढी उचा छ। यो चबुतराको लम्बाइ चौडाइ 8 मन्दिरको छ, यानि कि 64 मन्दिरको छ। यो चबुतराको
चारैतिर गल्ली आएको छ। गल्लीको लम्बाइ 9 मन्दिरको छ भने चौडाइ 1 मन्दिरको छ। यसर्थ गल्लीले 36 मन्दिर ओगटेको छ। भुलभुलाउनीदेखि उत्तर दिशातर्फ 15 मन्दिरको दूरीमा खडोकली आएको छ। खडोकलीको लम्बाइ चौडाइ 30 मन्दिरको छ, जसमा 28 मन्दिरको क्षेत्रमा पानी छ। खडोकली 3 भूम गहिरो छ। जमिनबाट हेर्ने हो भने खडोकलीको उचाइ 2 भूमको देखिन्छ। प्यारे सुन्दर साथी, आउनुहोस् अब हामी तेस्रो भूममा प्रवेश गरौँ। रङ्गमहलको तेस्रो भूममा पडसाल पर्दछ। पडसाल तेस्रो भूमको 28 थम्मको चोकदेखि पूर्व दिशामा पर्दछ। 28 थम्मको चोकदेखि पूर्व दिशामा जाँदाखेरि प्रथम गल्लीको स्थानमा चबुतरा आएको छ। चबुतराको लम्बाइ 4 मन्दिरको छ, चौडाइ 1 मन्दिरको छ। चबुतरा 3 सिँढी उच्चा छ। चबुतराबाट अझ पूर्वपट्टि भित्र जाँदाखेरि देहलान आउँदछ। देहलानको लम्बाइ 4 मन्दिर र चौडाइ 1 मन्दिरको छ। प्रथम भूमको मूल दरवाजाको सिधा माथि तेस्रो भूममा देहलान आएको छ। देहलानदेखिको दायाँ बायाँको ती 3 मन्दिर पनि जमिनदेखि 3 सिँढी नै उच्चा छन्। देहलानदेखि बाहिर 10 मन्दिर लम्बा र 2 मन्दिरको चौडा झरोखा आएको छ। झरोखा देहलान र चबुतरा मिलेर पडसाल बनेको छ। देहलानबाट झरोखातर्फ जाँदै गर्दा दाहिने हातपट्टिको पहिलो मन्दिर निलो रङको छ, तेस्रो मन्दिर पहेँलो रङको छ, बीचको मन्दिर निलो पिलो रङको छ। यसको सिधा अगाडि झरोखामा उत्तरपट्टि फर्केको सिंहासन छ। यहीँ बसेर राजी श्यामजी निरत हेर्नुहुन्छ। बिहानको 7:30 बजेदेखि 9 बजेसम्म 28 थम्मको चोकदेखि दक्षिण दिशामा रहेको भित्री हार 6000 मन्दिरको पहिलो मन्दिर आसमानी रङको छ। यसै मन्दिरमा श्यामजी महारानीको श्रृङ्गार हुन्छ। पडसालको चबुतरामा बाल भोग आरगुने लीला हुन्छ। देहलानमा राजी महाराजको श्रृङ्गार हुन्छ। झरोखामा नृत्य लीला हुन्छ। पडसालमा बिहान 6 बजेदेखि मध्याह 12 बजेसम्म राजी श्यामजी र हामी सखीहरूको बीच संयुक्त लीला हुन्छ भने मध्याह 12 बजेदेखि 3 बजेसम्म राजी श्यामजी निलो पिलो मन्दिरमा शयन गर्नुहुन्छ भने हामी सखीहरू आफ्नो जुप्थमा विभिन्न ठाउँमा गएर विहार गर्दछौँ। प्यारे सुन्दर साथी, आउनुहोस् अब हामी चौथो भूममा प्रवेश गरौँ। रङ्गमहलको चौथो भूममा निरत कक्ष पर्दछ। यो 28 थम्मको चोकदेखि सिधा अगाडिको चौथो चौरस हवेलीको स्थानमा पर्दछ। यसको लम्बाइ चौडाइ प्रथम फिरवाको अन्य चौरस हवेलीको जति नै अर्थात् 23 मन्दिरको छ। यसको दक्षिण पश्चिम र उत्तर दिशातर्फ 20-20 मन्दिर छन् भने पूर्वपट्टि 20 मन्दिरको स्थानमा देहलान आएको छ। यो देहलान आएको छ। उक्त देहलानमा 20-20 थम्मको 2 हार छ। दक्षिणपट्टिको थम्म दिवाला आदि सबै लाखी अथवा माणिक रङको छ। पश्चिमपट्टिको थम्म दिवाला आदि सबै श्वेत रङको छ। अनि उत्तरपट्टिको थम्म दिवाला आदि सबै पुखराज रङको छन्। पूर्वपट्टि भने दिवाल लागेका छैन, निल्बीका थम्महरू मात्रै छन्। राजी श्यामजी श्वेत रङको दिवाललाई पीठ दिएर पूर्व फर्केको सिंहासनमा बसेर नृत्य लीलाको आनन्द लिनुहुन्छ। आजको दिनमा नवरङ्ग बाईले श्रीराजीको आनन्द उत्पादक गुणहरूलाई गायन गर्दै विभिन्न प्रकारले नृत्य गर्नुहुन्छ। प्यारे सुन्दर साथी, आउनुहोस् अब हामी पाँचौं भूममा प्रवेश गरौँ। पाँचौं भूमको मध्यमा नौचोकको मध्यको चोकमा शयन कक्ष पर्दछ, जसमा 4 वटा दोपुडे द्विमार्ग, 28 वटा त्रिपुरे त्रिमार्ग, 49 वटा चौपुडे चौमार्ग र 64 हवेलीहरू छन्, जसमा कुल 12,260 मन्दिर छन्। चोकको मध्यको चौपुडेको मध्यको चोकमा राजी श्यामजीको रङ्ग परवाली मन्दिर छ। यो मन्दिरको लम्बाइ चौडाइ 2 मन्दिरको छ। यो मन्दिरको चारै दिशामा दरवाजा रहेको छ। दरवाजाको चौखट हरियो रङको छ भने किवाड अथवा पल्ला दर्पण रङको छ। सुकसैयाको 4 पाउ र 4 डाँडा छन्, जसमाथि गोलो छत्री सुशोभित छ। राजी श्यामजीको सेवामा हामी 21 जना सखीहरू विराजमान छौँ। प्यारे सुन्दर साथी, आउनुहोस् अब हामी छैठौं भूममा प्रवेश गरौँ। छैठौं भूममा सुकपाल तख्तरुवा छ। यी उडान साधन हुन्। सुकपालको संख्या 6000 छ भने तख्तरुवा एउटै मात्रै छ। यी विमानहरू मनवेगी, इच्छाचारी र नूरका हुन्छन्। रङ्गमहलदेखि नजिकको ठाउँहरूमा जान 18 लाख कोषभित्र सुकपालको प्रयोग गरिन्छ भने टाढाको ठाउँहरूमा विहार गर्न जान परेमा तख्तरुवाको प्रयोग गरिन्छ। सुकपाल बाहिरी हार 6000 मन्दिरभित्र रहन्छ भने तख्तरुवा 28 थम्मको चोकमा रहन्छ। सुकपालमा हामी 6 जना सखीहरू बस्न सक्दछौँ, तर सुकपालमा हामी 4 जना सखीहरू बस्न सक्दछौँ, तर सुविधाको हिसाबले 2 जना मात्रै बस्दछौँ। यस सुकपाल हिराले बनेको छ। यसको लम्बाइ 9 हात, चौडाइ 4 हात र उचाइ 1 हातको छ।
जसमा 4 पाउ र 4 डाँडा लागेका छन्। डाँडाहरू रातो रङका छन्। सुकुपालमा झुन्नेको गुफ्नेमा समाएर सुकुपालमा चढ्न सकिन्छ। सखीहरू सन्मुख भएर बसेका छन्। एक सखी बस्नलाई एक गादी र गादीमा चाक्ला छ। सखीको पछाडि र दायाँ बायाँ गरेर 3 तकिया सुशोभित छ। सखीको स्वरूपमाथि छत्रीले शोभा लिइरहेको छ। 4 डाँडामाथि 2 गुमट, गुमटमा 2 कलश र कलशमा 2 ध्वजा सुशोभित छ। तख्तरवा 16 पहलधार छ। यो हिराले बनेको छ। यसको लम्बाइ चौडाइ 96 हातको छ भने गिर्द 288 हातको छ। यसमा 16 पाएर 16 डाँडा लागेका छन्। डाँडाहरू रातो रङका छन्। 16 डाँडामाथि 16 सुवर्णमय कलश छ। बीचमा एक विशाल गुम्मट छ। गुम्मटमाथि कलश र कलशमा ध्वजा लागेको छ। तखतरवाको तल गलैँचा बिछिएको छ। मध्यमा सिंहासन छ। वरिपरि 12,000 कुर्सीहरू छन्। तख्तराको तल गलैँचा बिछिएको छ। माथि चँदुवा छ। वरिपरि झालर लागेको छ। बीचमा सिंहासन छ। सिंहासनको वरिपरि 12,000 कुर्सीहरू राखिएका छन्। तख्तराको किनारमा कम्मरसम्म अग्लो कठेडा लागेको छ। विमानमा चढ्ने र ओर्लने बेलामा कठेडाको सबै सन्धिहरू खुलेर सिडी बन्दछन्। प्यारे सुन्दर साथी, आउनुहोस् अब हामी 7औं भूममा प्रवेश गरौँ। 7औं भूमको किनारमा रहेको 6000 मन्दिरको दुहारको बीचमा रहेको दुहार थम्मामा मेहराबहरू लागेका छन्। यहाँ 12,000 हिन्डोला छन्। यहाँ हिन्डोलामा हामी सकेर जुत्दाखेरि 2 ताली पर्दछ। प्यारे सुन्दर साथी, आउनुहोस् अब हामी 8औं भूममा प्रवेश गरौँ। 8औं भूमको किनारमा रहेको 6000 मन्दिरको दुहारको बीचमा रहेको दुहार थम्मामा मेहराबहरू लागेका छन्। 3 गल्ली मध्ये बीचको गल्लीमा पनि मेहराबमा हिन्डोलाहरू लागेका छन्। सबै जोड्दा हिन्डोलाको संख्या 18,000 हुन आउँछ। यहाँ हिन्डोलामा हामी सकेर जुत्दाखेरि 4 ताली पर्दछ। एक मन्दिरमा ताली पर्दा दायाँ बायाँको मन्दिर खाली हुन्छन्। प्यारे सुन्दर साथी, आउनुहोस् अब हामी 9औं भूममा प्रवेश गरौँ। 9औं भूमको बाहिरी हार 6000 मन्दिर 3 सिडी उठेको छ। यसको सन्धि दिवाल बाहिरी दिवाल छैन। भित्री दिवाल भने यथावतै छ। 6000 मन्दिरभन्दा बाहिर 3 सिडी उठेको छ। यसको सन्धि दिवाल बाहिरी दिवाल छैन। भित्री दिवाल भने यथावतै छ। 6000 मन्दिरभन्दा बाहिर 9औं भूमको बाहिरी हार 6000 मन्दिर 3 सिडी उठेको छ। यसको सन्धि दिवाल बाहिरी दिवाल छैन। भित्री दिवाल भने यथावतै छ। 6000 मन्दिरभन्दा बाहिर एक मन्दिरको छज्जा बढेको छ। 9औं भूमको बाहिरी हार 6000 मन्दिर 3 सिडी उठेको छ। यसको सन्धि दिवाल बाहिरी दिवाल छैन। भित्री दिवाल भने यथावतै छ। 6000 मन्दिरभन्दा बाहिर एक मन्दिरको छज्जा बढेको छ। 9औं भूममा 201 छज्जा छन्। 201 छज्जामा 201 सिंहासन छन्। सिंहासनको दायाँ बायाँ 6000 कुर्सीहरू राखिएको छ। जसमा राजी श्यामजीको साथमा हामी सखीहरू बसेर टाढा टाढासम्मको दृश्य अवलोकन गर्दछौँ। प्यारे सुन्दर साथी, आउनुहोस् अब हामी 10औं भूम चाँदनीमा प्रवेश गरौँ। चाँदनीको सबैभन्दा बाहिर 3 सिडी उचा र 3 मन्दिरको चौडा रोस अथवा सडक आएको छ। 3 मन्दिरको रोसको बीचको मन्दिरमा देहलान आएको छ। देहलानको संख्या 5990 अर्थात् 6000लाई 10 कम छन्। प्रत्येक देहलानको दिवालमा 2 दरवाजा आएको छन्। अर्थात् एक देहलानमा 8 दरवाजा देख्न सकिन्छ। प्रत्येक देहलानको माथि गुम्टी छ। एक देहलानको माथि 2 गुम्टी छन्। प्रत्येक देहलानको सन्धिमा दुवैपट्टि कङ्गुरे लागेको छ। हाँसको सन्धिमा भने गुर्जा लागेको छ। कङ्गुरे, गुर्जा र गुम्टीमा कलश र कलशमा झण्डा लहराइरहेको देख्न सकिन्छ। अब किनारबाट भित्र प्रवेश गरौँ। प्रथम भूमदेखि 9औं भूमसम्म जहाँ जहाँ चौरस हवेली थिए त्यसको सिधा माथि चाँदनीमा फुलबारी छ। गोल हवेलीको सिधा माथि चाँदनीमा दुबो छ। पञ्चमहलको सिधा माथि चाँदनीमा फलको बगैँचा छ। यी चौरस हवेली, गोल हवेली, पञ्चमहल जहाँ जहाँ जुन क्षेत्रफल लिएर बसेका छन् त्यसको सिधा माथि चाँदनीमा फुलबारी, दुबदुलैचा र फलको बगैँचा पनि उस्तै र उत्रै छन्। चाँदनीको मध्य भागमा कम्मरभरसम्म अग्लो गोल चबुतरा छ। चबुतराको चारैतिर 3-3 सिडी लागेको छ। चार कुनामा चार चेहबच्चा छ। चेहबच्चामा पानीको फोहरा उठेको देखिन्छ। पूर्णिमाको रात्रिमा यसै चबुतरामा बसेर राजी श्यामजीको साथमा हामी सखीहरू रातको 12 बजेसम्म रामत लीला गर्दछौँ। प्रणाम।